जेनजीहरूले रगत बगाए पसिना बगाए तर चाहिँ जेनजी आफै थुनिरहेछ त अहिले जेनजीलाई यस्तो छ अहिले मैले खड्को काट्न पनि लगभग यहाँ धेरैजना नेताहरूको छ होइन उहाँहरूको दिन दशा मैले नकाटुन्जेलसम्म देशमा यस्तै यस्तै होला जस्तो लाग्छ मलाई मैले पहिल्यै भन्दै स्यादी भविष्यवाणी एक दिन टाउकोमा चाहिँ त्यो के भन्छ कटु लिएर भाग्ने दिन आउँछ जनताले घरै पछि थुतेर कुट्छन् रोटै पछि हान्छन् भनेको यो मुखले त्यतिखेर नबोल्दा भए नहुन्थ्यो कि त्यो आज मैले बोलेको भविष्यवाणीहरू चाहिँ कति ठाउँमा लागिसकेका छन् कि अझै नेताहरूलाई के छ भन्दाखेरि फेरि पनि सुतेर फेरि उठ्छु भन्ने हिम्मत राखे हो नेताहरूले प्रकाश भुजेलले जस्तै तर सुतिसकेका मान्छे उठ्नलाई चाहिँ अलि समय लाग्छ उठे पनि त्यो पहिलाको जस्तो मान मर्यादा हुँदैन अब चुनाव हुन्छ कि हुँदैन ठ्याक्कै चुनाव अब हुने नहुने भने अब यस्तो छ मैले जहाँसम्म देखेको छु चुनाव भयो भने लगभग 2-3 हजार जना मान्छेको चाहिँ ज्यानै जाने सम्भावना हो अझै त्यसमा अनिष्ट छ त्यसमा किन छैन अहिले लुटेको हतियार सब घर घरमा छ अहिले लुट्न लगाउने र हतियार नदे हामी छौँ भन्ने पनि छन् यहाँ नाइकीहरू पनि छन् चुनाव भइहाल्यो भने बाटाघाटामा हिँड्ने चुनाव हाल्न जाने मान्छेहरूको कन्सर्टमा गोली डङ डङ ठोकिदिन्छन् घरभित्रै आएर चाहिँ आगो लगाइदिन्छन् जेन्जी के हो र महाजेन्जी भन्दैछ अहिले गाउँ गाउँमा कुनै पार्टीको कुरा गरौँ त कुनै कार्यकर्ताको कुरा गरौँ त अहिले त कुट्ने जाँडखानी कुट्ने मान्छे कुट्ने अब यो के हो नि यो कास्टिङ मात्र हो फिल्म त बाँकी नै छ त हाम्रो प्रचण्डजीले भन्नुहुन्छ त रेल आयो को चढ्यो को चढेन हामी गयौँ चढ्ने चढ्दै गर्छन् नचढ्ने चढ्दैनन् भनेर एउटा ट्रेलर जस्तो भाइरल भएको थियो त्यस्तै हो क्या यहाँ जसले बोल्न सक्छ जसले गर्न सक्छ ऊ जहिले पनि माथि छ जो मान्छे बोल्न सक्ने जो मान्छे उसको ठाउँमा छ त्यो छ जेनजीले बनाएको सरकार भनेको छ जेनजीले बनाएको होइन यो कुरा चाहिँ याद गर्नुहोस् जेनजीको लागि छैन यो सरकार त्यो रेलमा तपाईँ चढ्नुभयो कि चढ्नु भन्नुपर्छ म किन चढ्नु म त आइन त्यो रेलमा जसले पाए त्यसले रेल ल्याउलान् गाडी ल्याउलान् यहाँ भोलि कार ल्याउलान् म चढ्दै हिँड्ने मान्छे होइन नि त म नि सोचेर विचार गरेर चढ्छु होइन समय र परिस्थिति आएपछि सिन्धुपाल्चोक जिल्लाबाट चढेरै आइन्छ मजाले चढेर आएर सिंहदरबारमा ओर्लिन्छ प्रकाश भुजेलले यो भनिरहेको कुरा हो मेरो जिल्लावासीलाई चाहिँ यहाँबाट अहिले पनि म भन्छु कि अबको जाडो महिनामा मेरो जिल्लावासीमा मैले मेरो जिल्ला मात्र नभई 77 जिल्ला 78 जिल्लामा चाहिँ मैले दुर्गम एकदम भनौँ न अलिकति मान्छेहरूले लाउनै नपाएको बिचारा त्यो पढ्नलाई किताबै नभएको मान्छेहरूलाई चाहिँ नेपाल तान्त्रिक झाँक्री सङ्घबाट 5 जना बच्चालाई फ्रीमा पढाउने प्रतिबद्ध र दसैँ यो दसैँ तिहार पछि त हामीले गर्न त धेरै गरिसक्यौँ अब यो जाडो महिनामा न्यानो लुगा कापी कलम जुत्ता मोजा झोला ट्र्याकसुट चाहिँ नेपाल तान्त्रिक झाँक्री सङ्घबाट चाहिँ लाखौं दर्जन जाँदैछ यो कुरा आजै होस् र देश विदेशबाट सहयोग गर्ने आमा बुबाहरूलाई धेरै धेरै धन्यवाद छ एकजना दिदीले अस्ति 90,000 लगभग 90,000 चाहिँ कति 25,000 ज्ञापनको दिनुभएको थियो भने एकजनाले मलाई लगभग 2 लाख जति सहयोग गर्नु भएको छ कबाडाकै लागि लगभग हामी यसपालि धेरै लुगाहरू गाडीमा हालेर गाउँ गाउँमा लिएर जाँदैछौँ भनेपछि सहयोग उताबाट लिएर यता बाँड्नु हुन्छ कि मेरो कामै त्यही हो त बाँड्ने काम हो अरूले जस्तै सहयोग आएको पैसाले गाडी चढेर रमाइलो गरेर हिँड्ने प्रकाश भुजेल होइन नि यहाँ त कति समाजसेवीहरू हामीले देख्यौँ कि आधीको पनि आधी खत्तमै पारे यहाँ त उहाँ 5 लाख पठायो भने त 5 लाख दि तोपाल्छ त्यो बिरामीको हातमा लर त्यो 5 लाखमा एकछिनपछि क्यामेरा मारेपछि फेरि 4 लाख लिएर 1 लाख दिएर हिँडेको पनि देख्यौँ हामीले है यस्ता समाजसेवीहरू अहिले काला चिल्ला गाडी चढेर तपाईहरु हेर्नु बिचारा क्यामेरा बोकेर जिन्दगी यतिकै तपाईहरुले खिचेको मान्छे कहाँ पुगिसक्यो आज प्रकाश भुजेलको कुरा गर्नु न मन्त्री भइसक्यो अनि म त मन्त्री भएको छैन तपाईहरुले खिचेको मान्छे आज प्रधानमन्त्री भए गृह मन्त्री भए कोही राष्ट्रपति भयो होला हैन सांसद भयो आज तपाईहरु पत्रकारहरु चाहिँ यही क्यामेरा बोकेरै दौडिरहेछ बिचारा न्यायालयको ढोकामा ढकढकाउन जाँदाखेरि पनि सञ्चार मन्त्री पनि तपाईहरुकै मान्छे भयो खोइ अहिलेसम्म के माको मार्न सके होइन हैन अब यहाँ खेलकुद मन्त्री भए यहाँनिर चाहिँ अब विद्युत मन्त्री भए के मन्त्री भयो तर खोइ त के भए चाहिँ के दुःख नगरी खान पाइँदैन तपाईको घरमा चामल तपाईले किन्न पर्ने हुन्छ कसैले ल्याइदिने होइन देशको सुख शान्ति भन्दा आफै मर्न लागिसक्यो कराउन गयो भने मुखमै हिर्काउन आउँछन् यहाँ राम्रो गर्न खोज्यो भने किन गरिस् त्यो भत्काएर लैजा भन्छन् गर्ने के नेपाल हो
त्यही भएर नेपालमा बोल्न पनि हुँदैन। अस्ति बोलेको आश्रम आएर तर्फबाट गरिदिए, आज बनाउँदैछन् फेरि एकैवटा सामान जोड्दैछन्। अहिले अघि इन्भर्टर ल्याइदिए के अरे बकाइदा साथ अहिलेका आइजी साहबसँग, अहिलेका प्रधानमन्त्रीसँग, अहिलेका राष्ट्रपतिसँग गएर कुरा गर्न सक्छु भने छाती ठोकेर प्रकाश भुजेलले। दुश्मन दुश्मन त एउटा कुरा आत्मीय मित्रको गीतै थियो हैन। म आत्मीय मित्र चिन्दिनँ, अहिले म चिन्दिनँ आत्मीय मित्र कता छन् हैन। अहिले तपाईको शत्रु चाहिँ हेरेकै भयो। अहिले शत्रु त हेरे हो। शत्रुले के गरे के खोजिदियो भने यसले गर्न के नै सक्छ भन्दै थियो। अहिले 2 मिनेटमा उहाँहरूलाई फोन जान्छ प्रहरीबाट। 2 मिनेटमा के थियो बनायौ किन नबनाएको भन्दाखेरि अघि यत्रोबाट इन्भर्टर हाम्रै फुटालिदिएको त्यही लिएर हाल्दैछ। ल हेर्नु त बनाएर लिएर हाल्दैछ, हुँदैन, नो नेभर। किनकि मेरो 4 लाख 5 लाख परेको चाहिँ इन्भर्टरलाई त्यो लर यहाँबाट लर माथिबाट पछार्ने बेला कति स्वाद आएको थियो। त्यही पछारे जसरी नै अब पछार्ने गरी नै नयाँ ल्याइदिए भनेको छु। पुरानो उठाएर भाग लैजा भनेर लखाडिदिइसकि अब फेरि आज इन्भर्टर र के ल्याइदिन्छु अरे साउन्ड सिस्टम। फेरि जिआइबिएलको के सिआइबिएल हाम्रो हेर्नु न जिआइबिएल। अब जिआइबिएल भनेको अब कम्पनी नाम सुन्दै तर्सिन्छन् होला केटाहरूले। अहिलेसम्म चाइनिज मात्र हाल्यो होला। यहाँनिर एप्पलको त ल्यापटप यतातिर चाहिँ पसेनन्। यतातिर अफिसतिर पसे भए चाहिँ 3 करोडबाट माथितिरै थिए सम्पत्तिहरू। अब फुटाल्न तोडफोड गर्नेलाई अहिले छुट छैन नि त संसारमा। अहिले जेन्जीलाई त भट्टाभट्टी समारोह लर खाँदिरहेछन्। अब अहिले झन् आइजी साहब, अहिलेको आइजी साहब फेरि गल्ती गर्नेलाई त मिलेट पनि नछोड्ने, आफ्नो बाउ आमालाई त नछोड्ने मान्छे छन्। अनि मलाई ढुक्क छ नेपाल प्रहरीबाट पनि मलाई सपोर्ट मिलेको छ। मेरो सामान आएन भने गएर म मुद्दा दर्ता गरिदिन्छु, बरु अदालतमा जान्छु, न्यायाधीशको ढोका अगाडि गएर न्यायालयलाई ल परमेश्वरी फुटाल्न पाउने हो त, जलाउनै पाउने हो त, नेपाल यस्तै हो त भन्यो भने न्यायाधीश पनि दङ्ग परेर लेखिदिइहाल्नुहुन्छ होला। मैले न्याय पाइहाल्छु, मलाई त्यो थाहा छ। अब चोर फटालो लर थुनिहाल्छ नै। अस्तिको तिहार भनेर छोड्दा त अब त कहाँ छोड्छु तब त। भन्दाखेरि तपाईँले आफ्नै साथी एउटा चाहिँ नि तोर्बे भनेर भनिदिनु भएछ। उहाँले धेरै मन दुखाउनु भएको। हाम्रो नेपाली ब्रोलाई उहाँको बानी बिहोर अलि ठिक छैन क्या। अब बहिनीले छोड्दैछ, तोर्पे पारैले हिँड्नु भएको छ। गाडी साडी किनेर चाहिँ बिचरा त्यो पहिलाकै थोत्रो गाडी बोगा जत्रो फुल जत्रो गाडी छ। उहाँ पुर्र आउनुहुन्छ। अस्ति मलाई बेसमारी सामाजिक सञ्जालमा मुख छाड्नुभएको छ। अनि यहाँ आएर नमस्कार गर्नुभयो। आज जिन्दगीमा नमस्कार नगर्ने मान्छे किन नमस्कार टाउको साउको यसरी ल्याउनु भयो। अनि मलाई तथानाम गाली गरिस्याएर चाहिँ के म दिमाग खुस्केर जे पाएँ त्यही बोले अरे ह्यान त्यान दे। मैले चाहिँ एकै चड्कन हानेर 3 बल्ड्याङ फैलाइदिन्छु भनेको थिएँ। मैले नि हेर्नु नहुने उहाँलाई होइन। अनि उहाँले मुख छाडेर आइसकेर चाहिँ फेरि अस्तितिर फोन गरेर सरी माग्नु भइसकेको छ। यो गाली गर्ने नगर्ने भने आफ्नो ठाउँमा छैन। हामीले फन्डा मात्र गर्नुभयो कि केलाई गर्नु फन्डा भने फन्डा केलाई प्रकाश तपाईले चाहिँ उहाँको घरबार चाहिँ बहिनीलाई उचालेर अलि बिगारेर जस्तो अलि मैले त जोडाइदिन खोजे। बहिनीलाई पनि यही टेबलमा ल्याएर यहाँ वार्ता गराइदिए। बहिनी भन्छ डिभोर्स चाहियो भन्छ, ऊ भन्छ डिभोर्स नदिने भन्छ होइन। अब अदालततिरको फोटोमा आइरहेको खोइ जेलतिर परे कि आज त टिकटकै आएन है। टिकटक आउँदै हिजो 9 गते फैसला छ भन्दै भित्र गयो कि आजलाई चाहिँ अहिले एकछिनपछि फोन गरेर सोध्नु पर्ला। के छ तपाईँहरूको समय अवस्था त बिग्रेको छैन सम्बन्ध? अब बहिनीले चाहिँ मलाई अहिले फोन गरेको छैन। बहिनी रिसा हो कि क्या हो। अब आर्मीको सुब्दार जमदार छ बहिनी चाहिँ होइन, मेजर के हुनुहुन्छ। बहिनी चाहिँ रिसा हो कि क्या हो, ज्वाइँलाई सपोर्ट गर्यो भनेर। पहिला ज्वाइँलाई अलिकति सपोर्ट गरेँ, बहिनीलाई बहिनी अलिकति तिमी छोरी मान्छे हो अलिक ठिकमा बस भनिदिएको थिएँ। त्यहाँदेखिबाट बहिनी बोल्न छोड्यो। अनि ऊ फेरि लपक्क टाँसिने आयो। त्यो गर्लफ्रेन्ड पनि घरतिर लिएर आउने बेला बेलामा उसको है। अब बहिनीलाई एक दिन नभनिदिएको, बहिनीले थाहा पाइन्छ। तपाईँ जस्तै? हजुर तपाईँ जस्तै? म जस्तै के हो गर्लफ्रेन्ड लिएर आउने भन्नुभयो नि? किन मेरो गर्लफ्रेन्ड देखा छ र? खै ट्याटुहरूको त चर्चा थियो कता हो यो बिचरा गर्लफ्रेन्ड लेदर लाइनतिर गएको उतैतिर बिहोस भयो जस्तो चाहिँ आउँदैन। कति 5 वर्ष भइसक्यो। उसले उसको चित्र हान्ने भनेको थियो। मैले चाहिँ हुँदैन, म त भगवान्को चित्र हान्छु भनेको। त्यतिमा उसले पनि छोडेर गयो। मेरो बेला मैले नि शिवको हान्देर देखाइदिएको। यो हुँदैन भने हुँदैन, यो मेटेर मेरै हान्नुपर्छ अरे। कभर ट्याटु जस्तो छ त्यो होइन, कभर ट्याटु होइन यो। कभर गरेर आएको छ। अनि अहिलेको गुरुमाले मेरो हान्नुपर्छ भन्नु भएन? अब अहिलेको अदालततिर पुगिसक्यो। मेरो नि अदालततिर नपुग्ला भन्ने छैन। समय परिस्थिति आयो भने पुग्छ होइन। कसैको अब आफ्नो इच्छा हो। अहिलेको समयमा भनेको हामी आफ्नो तरिकाले बाँच्न पाउनु पर्ने अधिकार छ यहाँ। कसैले कसैलाई कष्टगत बनाएर कसैको जिन्दगीमा चाहिँ एकदमै घाँडो भएर बस्नु राम्रो होइन, लाग्दै राम्रो। आफ्नो बाटो एक्लै आएको यार, यो संसारमा जन्मेको एक्लै जानु परेन भने
बुढीको कसले साथमा लिएर गएको छ लौ त हेर बुढा कसले यहाँ 2 दिनको राम्रो नाटक नौटङ्की हो क्या सबै जति माया गरे पनि बिहे भने नौटङ्की हो नाटकै हो ए भगवान तपाईलाई थाहा नै छैन यहाँ अहिले अत्याधिक मोनी लगाउने भनेकै बुढा भएको मान्छेले अर्का बुढी मन पराउने बुढी भएको मान्छेले अर्का बुढा मन पराउने फोटो ल्याएर चाङ छ को भने त बोयफ्रेन्ड को भने त गर्लफ्रेन्ड त्यसैलाई आएको त होइन नि होइन बिचारा उहाँ त पत्रकार हो उहाँलाई त्यसो भन्न मिल्दैन होइन तपाईँ किन मान्छेलाई म त झाँक्रीलाई मोनी लाउने हो नि केही छ कि क्या हो दिदी बहिनी हो केही छैन माया गर्नुहुन्छ सामाजिक सञ्जालमा होइन सपोर्ट गर्नु नै त्योभन्दा ठुलो अरू केही पनि होइन है अनि बालुवा बोक्ने एकजना चेलीलाई गरेर सबै गर्नुभयो त्यो बहिनी एकदमै दुःख परेको देखियो रोयो क्या त्यसको साँचो आँसु झरिरहेको थियो जहाँ साँचो आँसु झर्छ जहाँ आपत र विपद पर्छ त्यहाँनिर हामीले सहयोग गर्नुपर्छ होइन अनि एकजना मृगौला पीडित भाइ पनि यहीँ मेरै भन्दा अलिकति उतापट्टि छ त्यसको लागि चाहिँ आज या भोलि जानुपर्ने छ ऊ पनि उमेरको त्यही 22-23 वर्षको परिवार हुनुहुन्छ होइन एकदम समस्यामा परेको छ औषधि खाने पैसा नभएर रुममा छटपटेर कतिखेर मरिन्छ भन्ने थाहा छैन होइन त्यस्तो मान्छेहरूलाई बचाउनु हाम्रो दायित्व र कर्तव्य हो सहयोग प्रकाश भुजेल चाहिँ नै नरहे पनि सहयोग चाहिँ रहिरहन्छ प्रकाश भुजेलसँग भएको दान दक्षिणा कसैले मलाई देश विदेशबाट दिनु भनेको त्यो भनेको कुनै दिन दुखीको पेटमा एक छाक खाना पर्नु हो म अहिले पछिल्लो समयमा हेर्नु न झाँक्री 14 जना झाँक्री थियो अहिले 2 जना झाँक्री छ सबलाई लहाटिसक्यो गलत गर्ने झाँक्री पनि बस्न मिल्दैन यहाँ अनि यहाँबाट गलत गरेर गएर टिकटकमा बसेर हामीलाई भुजेलले राखेन भनेर बाउलाइने झाँक्रीहरूलाई म अहिले यहाँ के भन्छु भने भाइहरु तिमीहरू काम नलाग्ने हे तिमीहरू काम नलाएर नै यहाँबाट लहाटेको हौ प्रकाश भुजेलको फोटो देखाएर प्रकाश भुजेलको म चेला हुँ भनेर नठकै केटा हो त्यो ठगेको मैले थाहा पाएँ र सुनि मात्र भने तिमीहरूलाई भोलि हैन धादिङको रागो भन्ने एउटा त्यो मोटे छ नि हो त्यो ल्याएर लाउँछु हैन अनि त्यसपछि यो पाडी हो र उहाँहरु रागो लाउन न तपाईले हैन यस्तो के ल्याउने भने ल्याएर ठग्न लाउँछु नि म पनि सबैको चाहिँ त्यो बेसार सेसार ल्याएर कापो सापो बनाएर हाम्रो बाउबाजेहरूले पहिला ठोक्थे त्यसरी ठोदिन विचार छ अनि सबैले पार्टी खोलिसके टाउको टाउकोमा पार्टी तपाईले खोल्ने कि नखोल्ने एजेन्सी आन्दोलन पछि टाउको टाउकोमा पार्टी छ त टाउको टाउकोमा आँखाधारीतिर पनि खोल्ने कि भन्ने यस्तो छ पार्टीको कुरा भन्दा पनि हामी झाँक्री नै ठिक छौँ अब यो पार्टी भनेको केही दिनको लागि मात्र केही छिडीको लागि मात्र हो झाँक्री भनेको चाहिँ इतिहास जो सत्ययुगदेखिबाट कलियुगसम्म पनि झाँक्री जीवित छ क्या है हरसामले पार्टी खोले यसको भविष्य के छ उहाँलाई अग्रिम बधाई छ नाम श्रमिक रहेछ हैन श्रम संस्कृति पार्टी यस्तो छ राम्रो हो काम गर्नु राम्रो हो अगाडि बढ्नु धरानलाई मात्र होइन कि नेपालभरलाई उहाँको क्रेज छ हैन विश्वमा पनि उहाँको हरेक ठाउँहरुमा देश विदेशमा पनि चर्चा छ उहाँको चर्चाप्रति हामी सलाम छ र हामी पनि उहाँलाई साथ दिनको लागि नै नेपाल तान्त्रिक झाँक्री सङ्घले नै हर्क साम्पाङको कार्यक्रम भनेपछि कुनै चिजमा हामीले नाइनस्ती गरेका छैनौँ हामीले जतिखेर पनि पारुङहाङको मन्दिरको लागि पनि 1 लाख रुपैयाँ दिन्छु भनेको थिएँ मैले म धरान जान पाएको छैन अहिले कुनै सचिवालय उहाँको मान्छे व्यक्तिगत मान्छे उहाँबाट चाहिँ हर्क साम्पाङजीले हुन्छ उहाँलाई दिनुस् भन्यो भने 1 लाख रुपैयाँ अहिले भर्खर यो के भन्छ यो मिडियाकै अगाडि 1 लाख रुपैयाँ पैसा भोलि भने भोलि पर्सि भने पर्सि निकोर्सी भने निकार्सी पठाउनुस् म दिन तयार छु है उहाँको साथ समर्थन छ हर्क साम्पाङज्यूको लागि है राम्रोलाई गर्छु नि म नराम्रो त घण्टा कहाँ गर्छु र है अनि यहाँ त धेरै पार्टी छन् पार्टी त आउला नि तपाईलाई गुरु भन्छ पार्टी त कति छन् कति मैले अहिलेसम्म यति पार्टीलाई सहयोग गरेँ कि ती पार्टीहरू खोइ मैले गरेर पार्टीहरू कहाँ पुगे कहाँ गए अस्ति भारतैको हैरानले विचारहरूलाई कहाँ कुटेछन् डम्पट्याम तपाईँ त बुन्डुतिर पनि जानु भएको थियो अहिले बुन्डुको धेरै चर्चा छ के हो यो बुन्डु कहाँ उता भक्तपुर बुन्डुतिर बुढा बिरामी रहेछ नि यसो हेर्न गइदिएको थिएँ अब मैले सामाजिक सञ्जालमा फोटोहरू चाहिँ हालिनँ होइन अब यसो के रहेछ भनेर बिचरा बुढो मान्छेलाई होइन अब जे भयो प्रधानमन्त्री हो होइन पूर्व प्रधानमन्त्री होइन जे भए पनि हिजोको उहाँको कार्यकालमा उहाँले अरूले गलत गरे होला उसले गलत गरे होला त्यो आफ्नो ठाउँमा छ तर राम्रो गर्ने मान्छेलाई राम्रो भन्नु पर्यो धर र सर बनाए गरे बुढाले होइन सुरुङ के मार्गा सार्गा खोले गरे बाटोमा भ्रष्टाचार गरे भनेर आरोप लाग्यो अब गरेर छ भने उहाँलाई नै पाप लाग्छ त्यो चाहिँ होइन अब नदेखेको कुरा चाहिँ हामी भन्नु मिल्दैन यो यस्तो छ उस्तो छ भन्छ अब शेरबहादुर देउवालाई नि मैले त्यसो भन्दिनँ प्रचण्डलाई पनि भन्दिनँ मलाई कसैको मानव सम्हाल्दिएर कसैलाई माथि बढाएर म ठुलो मान्छे बन्ने मान्छे होइन
सबै मान्छे चाहिँदो रहेछ भन्ने चाहिँ मैले कसरी थाहा पाएँ, दुःख पर्दाखेरि चाहिँ फोन गर्दो रहेछ नि, त्यही खुसी लाग्छ मलाई। दुःख पर्दा चाहिँ केपी शर्मा ओली सम्मानित पूर्व प्रधानमन्त्रीज्यू जस्तो व्यक्तिले प्रकाश भुजेल आयो भनेपछि त्यहाँको निजी सचिवालयले त उहाँलाई भेट्नलाई गाह्रो रहेछ भने म आयो भने साथ बुढाले भित्र बोलाउनु भयो होइन, हलो भन्नुभयो होइन, तपाईँको आश्रम अहिले कहाँ छ, कुन ठाउँमा छ, पहिलाकै ठाउँमा छ भनेको सुन्दाखेरि केपी शर्मा ओली जस्तो व्यक्तिले होइन मेरो त्यस्तो मलाई राम्रोसँग चिन्दाखेरि मलाई चाहिँ के लाग्यो भने कठेबर यार किन लखाट्यो होला, बुढेसकालमा किन मार्न लाग खोज्यो होला भनेर मलाई त्यो लाग्यो कि होइन। अब फेरि भोलि त यो केपीको चम्चे रहेछ भन्छ, झोली भन्लान् होइन, जसुकै भने जस्तो आफ्नो ठाउँमा छ, प्रचण्डलाई भेट्न जाँदा प्रचण्डीको चम्चे भने होइन, शेरबहादुरलाई भन्दा त्यही भन्ला होइन, हर्क साम्बाङला भन्ला। जे होस् म खुल्ला सब म मिडियाको अगाडि भनिदिन्छु होइन, म यो खुल्ला हृदयको मान्छे हो, म भेट्न गएको हुँ होइन। महेश बस्नेत दाइलाई पनि भेट्यो, उहाँलाई दुवैजनालाई भेट्यो, छोडिदिनु न उहाँको कुरा नगर्नु। म भेट्न गएँ अनि महेशजीले पनि भन्नुभयो कि, महेश दाइले पनि भन्नुभयो कि दुःखमा मात्र प्रकाशजी हामीलाई साथ दिन आउनुहुन्छ भन्नुभयो। अनि आएँ दाइ भने अनि त्यहाँपछि म बुवासँग भेट्नु थियो भने मैले त्यसै भने बुवासँग भेट्नु थियो भनेपछि एकछिन बस्नु न त कुरा पुऱ्याउँछौँ हामी भने। अनि त्यहाँपछि अरूलाई पनि भेट्न दिएर रहन्छ, एकदम बिरामी हुनुहुँदो रहेछ, अस्वस्थ थिए त्यतिखेर उहाँ बिचारा बुढा मान्छे। अनि भित्र एकछिन पछि फोन आयो कि अरू कोही पनि नआउनुहोस्, 2 जना मात्र आउनु न प्रकाशजी र उहाँलाई भने। अनि धेरै मान्छे उहाँकै कार्यकर्ताहरू धेरै कुर्न बसेका थियो भने मलाई चाहिँ स्वाट्ट अगाडि लिएर जानुभयो, भेटेँ, उभिएरै कुरा गऱ्यौँ, एकछिन बसौँ चियाखौँ भन्दै थियो। हामी त्यो गर्न चाहिएन होइन, उहाँले ठोक्ने र बोक्ने मात्र कुरा गर्नुहुन्छ खालि होइन, त्यस्ता ठोक्ने सोक्ने भन्दा नि जे होस् त्यहाँ बिचरा प्रधानमन्त्री जस्तो मान्छे गएर त्यस्तो ठाउँमा बस्दाखेरि कसको चित्त दुख्छ होला र होइन। सामान्य एउटा झाँक्रीलाई त कसैले यसरी डाङडङ डुङडुङ गर्दै यति चित्त दुख्छ भने होइन, प्रधानमन्त्री भएको मान्छे त्यो ठाउँमा गएर थन्केर बस्नु भने एकदम दुःखको कुरा हो होइन। राम्रो कुरा गर्नुभयो, मलाई के छ भन्नुभयो, हलो भन्नुभयो, त्यो उहाँले त्यो जुन शब्द बोल्नुहुन्छ नि हलो भन्ने शब्द हो, त्यो शब्द चाहिँ भाइरलै छ नि उहाँको, त्यही भन्नुभयो। अनि आश्रम अहिले कहाँ छ भनेर आउनु, महेश दाइले चाहिँ यसो भनेर के भनिदिनु भयो। लगभग 5-10 मिनट प्रति भेटेर हामी बाहिर निक्ली। अब यो सामाजिक सञ्जालमा हालिदिएँ म प्रधानमन्त्री पूर्वसँग भेटेँ, केपी शर्मा ओलीसँग भेटेँ भनेर भिडियो हालिदिन्थ्यो होला, यहाँ छ मलाई बस्नु भनेर यसो गरेर उहाँको हात पनि छ होइन। मैले हाल्न चाहिनँ किनकि अहिले पछिल्लोसँग फेरि या त जसको फोटो हाल्यो फेरि मलाई त्यहीँ कुट्न आउलान् भन्ने डर भएन। अब जेएनजी पनि अलिकति खराबै छन्, त्यही भएर अनि मैले चाहिँ हाल्न चाहिनँ। दुर्गा दाइसँग पनि भेट्न जान्छु बेला बेलामा, सबै नेतासँग भेट्न जान्छु म। गाली बेसमारी गाली गर्न थाल्छ नि, यो त केपीको चम्चे रहेछ, झोले रहेछ भन्न थाल्छन् होइन। शीघ्र स्वास्थ्यको कामना छ, फेरि पनि उहाँलाई देशले जनताले चाहेमा प्रधानमन्त्री होला नि या नहोला नि त्यो आफ्नो ठाउँमा छ होइन। म चाहिँ के भन्छु भने उहाँले पनि अब युवालाई छोड्नुपर्छ, एमालेकै नेता युवालाई छोड्यो भने फेरि अगाडि बढ्छ। अन्तिममा तपाईँको अनलाइन माध्यमबाट पनि धेरैले चाहिँ वाट्सएप मेसेन्जरदेखि लिएर फोनदेखि देश विदेशबाट तपाईँलाई सम्पर्क गरिराख्नु भएको, तपाईँको पूजाआजा भइरहेछ, अहिले कसरी चलिरहेछ, भक्तजनहरूलाई के भन्नु? अहिले अमेरिका, अस्ट्रेलिया, हङकङ, जापान, साउदी अरब, कतार, दुबई, लन्डन, चाइना, इन्डिया, जहाँबाट पनि नेपालको विभिन्न ठाउँबाट अब 5औं लाख 10औं लाख तिरेर आउनु पर्ने हुन्छ विदेशबाट। अहिले चाहिँ अब ठ्याक्क वाट्सएप नम्बर र टिकटक नम्बर, फेसबुक नम्बर ट्याक्क हान्ने साथ ठ्याट्टै फोटो यता आउँछ। अनि फोटो आएको कारणले फोटो पनि हामीले काम गरिदिरहेछौँ। अहिले यहाँनिर प्रिन्ट गर्दै हुनुहुन्छ भाइहरूले, त्यो फोटो निकाल्छौँ। मङ्गलबार र शनिबार प्रत्येक हप्ता हामीले पूजा गरिदिरहेका छौँ र यही सेवाहरूलाई चाहिँ निरन्तर अगाडि बढाइराखेका छौँ। कालो बोका पनि आएको थियो के हो? यो कालो बोका चाहिँ अलिकति अब दुश्मनहरूको लागि हेरेको बनाउनको लागि हो। उहाँहरूलाई अब आँखामा यसो हनमन गर्दैछ, आँखा देख्दैन अनि काम गरे। काम तमाम भयो कालो बोकाको? काम तमाम लगभग अहिलेसम्म 8 वटा भयो। 8 वटा भयो। त्यो एउटा यो जिज्ञासा मलाई पनि जिज्ञासा के, तपाईँले मङ्गलबार र शनिबार कालो बोका चढाउनुहुन्छ नि, त्यो चाहिँ के गर्नुहुन्छ खास टिमले? यो टिम हाम्रो यस्तो छ, एउटा वीर चलाउने छ, एउटा देउता चलाउने छ यहाँ होइन। एकजना दाई चाहिँ वीर चलाउनुहुन्छ, यहाँ भित्रै हुनुहुन्छ, उहाँको नाम अलिकति गोपनीयतामा राख्छु म। दाईले वीर चलाउनुहुन्छ, म देवी देवता चलाउँछु। मेरोबाट काटमार हुँदैन। दाईले वीर चलाउँदाखेरि चाहिँ मैले काटमार उहाँलाई दिनुपर्ने हुन्छ, मेरो हातबाट कहिले पनि काटमार हुँदैन। त्यो बोकाको चाहिँ के हुन्छ है भन्नु? अब बोका कालो बोका यस्तो छ, अब बोकाको चाहिँ के हुन्छ, मासु के गरिन्छ भन्नु? मासु होइन, उसलाई काट्न नहुने हो, काटमार गर्न नहुने हो। तर काटमार गरेको कुनै देवी देवताको नाममा काटमार गरेका चाहिँ बोका, पाठी, कुखुरा, भाले जे हुन्छ तिनीहरूले चाहिँ मोक्ष पाउँछ भने अर्को जुनी पाउँछ। र यो चाहिँ केही काम गर्नको लागि कालो जादु टुनामुना लगाउने तान्त्रिक विधिले चाहिँ कालो बोको चढाएर चाहिँ ठोकेको खण्डमा चाहिँ
24 घण्टा चढाकोलाई खाइन्छ कि त्यही खोलामै छोड्दिने होइन त्यो मासु चाहिँ ल्याइन्छ रगत मात्र चढाइन्छ रगत मात्रै रगत प्रसादको रूपमा खाइन्छ प्रसादको रूपमा खाइन्छ अनि यो चाहिँ काम कार्य भने चाहिँ बोका चढाउँदाखेरि चाहिँ प्रायः जस्तो मान्छेहरूको काम कार्यहरू भाकल राखेर ठोक्या हुन्छ यो भन्नै पर्दाखेरि धामी झाँक्रीले भाकल राखेर ट्याम अनि समय राखेर त्यो बोकालाई चढाएको हुन्छ त्यो काम बनिसकेपछि अनि तपाईँको चाहिँ बोकालाई चढाइदिने यो चाहिँ यसो फैमेलो मात्रै हो भन्छ नि कतिले चाहिँ बोका म त खान्न खोइ होइन अनि घाँस के भन्छ नि होइन यस्तो हुन्छ कोही कोही त्यस्तो होला नि तर हामीलाई चाहिँ मासुको लोभ पनि छैन हामीलाई काट्नै पर्छ भन्ने पनि छैन रीति र रिवाज अनुसार आफ्नो बाउबाजेले गरिआएका चलन चल्तीमा चाहिँ चलेका हौँ घरमा खाने कि खोलामै खाने हो त्यो सकेसम्म त घरमा ल्याउन नहुने हो होइन मान्छेलाई लाग्न सक्छ जे पाए त्यही हुन सक्छ बिरामीले पनि खान मिल्दैन त्यो जसको नाममा काटेको र सकेसम्म त बाहिरै पकाएर खाने हो तर अहिलेको मान्छेहरूले भुतै मान्छे हो अब भुतै मान्छे भइसकेपछि मान्छेले मान्छे मासु खान थालेपछि अब बोका मासु के अरे भने घरमै लगेर पकाएर बच्चा बुढा सबैलाई दिन थालिसक्यो राति मसान घाटतिर मसान खेलाउँदै हुनुहुन्थ्यो म त खेलाउँछु 52 वीर 64 मसान यहाँ कतिलाई त थाहा झाँक्रीहरूलाई थाहा पनि छैन होला कि वीरको राजा के हो वीरको राजाले कति भाग बिलो खान्छ वीरको समय पूजा गर्ने कुन बेला हो कुन बेला चाहिँ वीरलाई कतिवटा भाग लगाएर केमा खुवाइन्छ भने त यहाँ कति धामी झाँक्रीलाई थाहा छैन प्रकाश भुजेलको सेवा चोरेर एक दुईजना ट्यापे मुन्द्रे हुकिए चिलिमे झाँक्रीहरू छन् क्या यहाँ अब मैले बनाएका झाँक्रीहरू पनि छन् अब कोही उसुको लुगा लाएर पनि झाँक्री गरेदेखि मैले त यहाँ उसुको त म त कम्बो खेलेको मान्छे होइन यसरी हाने आया कति दुख्दो रहेछ अब यसरी खेलेको मान्छे मैले यसो हेरेँ त ढ्याङ्ग्रो त उसुको लुगा लाएर बसिया छन् अब कोही टाउकोमा यत्रोबाट फेटा सेतो फेटा बाँधेर बसिया छन् अब फेटा बाँध्न नआउनेलाई झाँक्रीको कपडा लाउन नआउनेलाई झाँक्रीको ताल दायाँ ताल के हो बायाँ ताल के हो दायाँ घेरा के हो बायाँ घेरा के हो होइन झाँक्रीको मुर्रा के हो गजो के हो भन्ने थाहा नहुनेलाई कसले बनाइदिए मेरो बाउबाजेले यी खोला त तेरो बाउबाजेले बनाइदिनु कसले बनाइदिए भन्दाखेरि मान्छेले बनाएको अनि ती मन्त्र गर्ने को हुन् त बाउबाजे नि होइन भगवान शिवको तान्त्रिक विधिबाट चाहिँ झाँक्री बनेका हो सबै नेपाल भर रहेका झाँक्रीहरूलाई ल फुर्ती लाउन पर्दैन ओमको शब्द नहालिकन नबोल त ल ओमको शब्द नहालिकन ल देउता बोलाएर देखा त तेरा देउता कुन हो अनि म भनौँला ल होइन सनातन धर्म वैदिक सनातन हिन्दू धर्मको चाहिँ तान्त्रिक विधिबाट चाहिँ जसले ओमको शब्द लाएर त्यसले मन्त्र फुक्दैन भने ओमको शब्द लाएर त्यसले झाँक्री बस्दैन भने ए मेरो बाउको देउता आएको रे मेरो हजुरबाउको देउता रे यात्राको देउता आउनु मेरो हजुरबाउको देउता आयो मेरो सिंहबहादुर भुजेल मेरो हजुरबाउ टलक बहादुर भुजेल त ढोल ढ्याङ्ग्रो ठोकेर डङ 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 हिँड्ने जितबहादुर नगरकोटी नाम कलाका मेरो हजुरबाउ सिन्धुपाल्चोकमा अनि मेरो हजुरबाउको देउता आयो भनेर म बाउ लाउँदै खोला खोला हिँडेँ त अनि बाउको नाम लिएर यहाँ खाने छोराहरू धेरै देख्यो मेरो बाउ त मेरो पुर्खैदेखिबाट हजुरबाउले ढ्याङ्ग्रो बजाएर आएको म त्यसको सन्तान खल्यात भाइ छोडिदे त जसका सन्तान भए पनि त जोस्तुकै झाँक्री भए पनि तेरा हजुरबाउ हिजो झाँक्री थियो होला ढ्याङ्ग्रो बजाउने होइन आज चाहिँ म प्रकाश भुजेल हो बजाउने यता हेर तेरो बाउ पनि बाउ हजुरबाउ पनि हजुरबाउ चाहिँ म हो अनि यो टुटाउन र फुटाउने कुरा आएको नि हे छोड्दिन टुटाउन र फुटाउन के मोहनी भने मोहनी लाए लाग्छ मोहनी नभए घरकै छ नि भने जस्तै हो होइन यहाँ सुन्नुहोस् न मान्छेले केसम्मको भ्रमित गरे भने मोहनी मन्त्र भनेको के हो त मोहनी भनेको के हो मायाजाल माया मानव कि आज पत्रकारज्यूले मलाई माया गर्नु भने त्यही पनि मोहनी हो क्या अनि यहाँ चाहिँ के हुँदो रहेछ भन्दाखेरि फोटो ल्याएर अब मोहनी काम गर्नु पर्यो मोहनी भनेको चाहिँ यहाँ चाहिँ मोहनी मन्त्र भन्नुपर्ने मोहनी मोहनी झार भन्ने हुन्छ लजावती झार भन्ने थाहा छ हो लजावती झार भन्ने थाहा छ भगवान शिवको शाली को भन्ने थाहा छ यहाँ कसैलाई त्यो पनि थाहा छैन कतिलाई त होइन भगवान शिवको पनि शाली छन् क्या अनि त्यसपछि भगवानलाई पनि माया मोह लाग्छ क्या भगवानलाई पनि अब पार्वती हेरौँ कि सत्यदेवी हेरौँ कि शिवलाई पनि त्यस्तो हुन्छ क्या कुन चाहिँलाई माया गरौँ हो त्यो भने मोहनी हो त्यो मोहनी कोसँग छ त त्यो मोहनी भनेको एउटा आत्मा हो होइन त्यो आत्मा चाहिँ कहाँनिर गएर बस्छ त अनि यहाँनिर पैसामा गएर बस्यो अहिले चाहिँ पैसा दिएपछि चाहिँ मोहनी अलिक कडा लाग्छ भन्ने भयो यहाँ कुरो यहाँ छ है फेरि बुझ्नु होला राम्रोसँग झाँक्री जतिले पैसा 50,000 दिनु त्यसले सामान बाबा नाङ्लोभरि हालेर होइन भाले ल्याएर बोका ल्याएर काट्छन् झाँक्रीले एक घन्टा 2 घन्टा 4 घन्टा ढ्याङ्ग्रो बजाएर हाँच्छौँ काटेर ठेल्लै उठ्ने गरी राल सिङ्गन काटेर हाँच्छौँ त्यो नआगमा हाँच्छौँ काटेर देउता बोलाउँछन् तपाईँ 5,000 दिनुहोस् त
त्यसले न ढ्याङ्ग्रो ठोक्छ न केही ठोक्छ, फाफा र पुपु गर्छ, त्यो सामान भाद्रपुद्रुक्क पारेर फुत्त फालिदिन्छ। त्यहाँ पैसालाई ठोक्या हो। ठग्ने मेलो चाहिँ केलाई भनिन्छ भने जसले पूजाको नाममा 5 मिनट 10 मिनट 1 घन्टा 1.5 घन्टा लगाउँछ भने त्यो ठग्ने मेलो। हेर्नुहोस् यहाँ छुटाउने कि फुटाउने धेरै आउँछ ठ्याक्कै। यहाँ त जुटाउने दुईटै छ बराबर छ। नेपाली समाजमा त धेरै विकृति विसङ्गति आइसक्यो भन्ने कुरा छ। अब मैले बिस्तारै बिस्तारै यो झाँक्री बहिष्कार गर्नुपर्छ भन्ने अगाडि लागेको छु म। झाँक्री आफ्नो चाहिँ बुढी हुँदा हुँदै बुढा हुँदा हुँदै अर्कोतिर लाग्ने, छुटाइदिने फुटाइदिने जोडाइदिने यो के आउँछ भन्छ नि, यो के हो खास? अब यो 21औं शताब्दी भन्छ, यो साइन्सको जमाना भन्छ। झाँक्रीलाई अब जहिले पनि तलको तल झाँक्रीलाई सिद्धाउन खोज्यो। अब त्यही भएर म पनि अब झाँक्री सघाउने कार्यक्रममा लागु जति लागिरहेछ। अब मैले सघाउन लागिसकेपछि चाहिँ अब काठमाडौँका झाँक्रीहरू ढोल ढ्याङ्ग्रो बोकेर यिनीहरू गोरु जोत्न पठाउने छु गाउँ गाउँमा। मैले कस्ता खालको मान्छे धेरै आउँछन् तपाईँकोमा यो टुटाउने र जुटाउने? अब टुटाउने र जुटाउनेमा कस्तो कस्तो खाले आउँछन् भने नेतादेखि मन्त्रीदेखिका चाहिँ गृहमन्त्री, प्रधानमन्त्री, यी सबैका बुढाबुढी छोराछोरी सबै यहीँ आउँछन्। विद्यार्थीहरू पनि आउँछन्? विद्यार्थी त एकदम लगभग 18-19 वर्षको बेसी भर्खरको बच्चाहरूमा देखेको छु। एउटा बच्चाले अघि मलाई भर्खरै फोन गरिरहनु भएको थियो। 17 वर्षको बच्चा, स्कुलको हेडमास्टरले चाहिँ उहाँसँग चाहिँ सम्बन्ध राख्नु भएछ। अनि पेटमा बच्चा भएछ। अनि त्यो बच्चा भइसकेपछि त्यो बच्चाले चाहिँ मलाई के भनेको छ भने सर मपट्टि पारिदिनु भने मैले चाहिँ के भने फुर्कन गएर सरलाई गएर कुरा गर, अनि सरले तिमीलाई बिहे गर्यो भने मात्र हो, नत्र भने मसँग चाहिँ यस्तो सानो उमेरमा नजोडिन आउनु बाबु नानी। यो त कानुन विपरीत कुरा। भोलि त मान्छे जेल जाँदैछ यसमा 4-5 जना। कतिजना त यस्तो केसहरू त लगभग 7-8 वटा भन्दा नि बेसी महिनामा आउँछ क्या। पेटमा बच्चा छ, कसैले बोयफ्रेन्डले छोडिदिएको, कसैले गर्लफ्रेन्डले छोडिदिएको, कोही त पेटमा बच्चै बोकेर मेरो केन्द्रमा आएको छ। हामी यस्ता कुराहरूलाई चाहिँ गोपनीयतामा राख्छौँ। अहिलेसम्म हामीले फ्ल्याक्स गरिदिएका छैनौँ। हामी त्यस्तो मान्छेहरूलाई चाहिँ फोन गरेर यो के हो सर भनेर हामीले मान्छेहरूलाई बेलामै के गर्नुपर्ने, यो बेलामै व्यवस्था गर्नु, भोलि तपाईँलाई नराम्रो होला नि। हामीले जनचेतना दिने कुरामा चाहिँ सबैलाई जिताएका छौँ। यहाँ राम्रोको एकपट्टि राम्रो देखाएर नराम्रो गर्ने मान्छे धेरै देख्यौँ यो संसारमा। जस्तै मोहनीको कुरा गर्दा गुरुको मोहनी चाहिँ को प्रति छ त? मेरो मोहनी अहिले पछिल्लो समयमा मेरो मोहनी सबै प्रति नै भनौँ। मैले व्यक्ति सोधेको कि हजुर, व्यक्तिमा त्यस्तो साह्रो कसैलाई मोहनी गरेको छैन जस्तो लाग्छ। नगरौँ भने पाप लाग्छ होइन। माया गर्ने मान्छे त धेरै हुन्छ यो संसारमा। भित्र मन चाहिँ फुरुङ भएको छ। यो मनमा फुरुङ भन्दा आफ्नै बुढी प्रति फुरुङ छ, अरू प्रति छैन। अन्तिममा होइन, जस्तै मोहनीको कुरामा पत्रकारहरूलाई छ केही कुरा तपाईँले भन्न पनि, तपाईँ किनभने तपाईँकोमा जेनजी युवाका पत्रकारहरू नै आएको हामीले देख्छौँ कि पत्रकार जेनजी युवाको पत्रकारहरू आउँछन्। तर यसो प्रकाश भुजेललाई कसरी हुन्छ कराप झ्याप पारेर यसो काटाकुटु पारेर यसो मसला थपौँ भन्ने आउँछन्। अस्ति एउटा फोन गरिरहेको थिएँ, प्रहरीसँग कुरा गरिरहेको थिएँ, क्यामेरा यसरी ठडाइरहेको थियो, कुन चाहिँले रेकर्ड गरेर हाल्दैछ, त्यसलाई थुनिदिनु भनिदिएको थिएँ मैले चाहिँ। त्यही भिडियो चाहिँ उता हालिदिएर मेरो साथी बिचारा एउटा इन्सपेक्टर साथी रिसाएर केही छैन। तपाईँसँग त फोन गरेर नि डर लाग्ने भयो सर, कहाँ रेकर्ड गरेर हालिदियो भने चाहिँ यसो हेर्छु त फेरि भिडियो आएको रहेछ युट्युबमा। अनि त्यही भएर यस्तो काम चाहिँ पत्रकार साथीहरूले नगरिदिने कुरो हुन्थ्यो होइन, किनकि अरूको चरित्र हत्या गर्नु हुन्न भन्ने मेरो। धेरै धेरै धन्यवाद। नमस्कार, जय शम्भु, जय भोलेनाथ। नमस्ते।